So hello guys, welcome to my new vlog. I am back to back after 3 months guys. त भाइ मौसम हामी दुर्लुङकोटमा घुम्न गए यसरी भ्लग बनाउँ अनि यसो टक्क चलिरहेको छ। भाइ त्यहाँ छ टक्क त्यो चाहिँ सल्ले नि यो डाँडो यताको आर्मी काम चाहिँ हाम्रो गाउँ है टक्क पुरै यो डाँडो हेर्दै गर्नु गाइस सबैजनाले भिडियो लाइक कमेन्ट सब्सक्राइब गर्न नबिर्सिनु होला। टक्क फोटो खिच्यौँ गाइस। अब चाहिँ माथि कोटतिर यसो घुम्ने भनेर हैन यस्तो राम्रो गाउँ भ्लग चाहिँ यस्तो नराम्रो आछ होला क्यामेरा है त्यही पनि अब कन्टेन्ट गर्नुलाई कोटे यो टक्क लाएर ल क्रिकेट खेल्छौँ क्या हामी यहाँ को आउँछौँ जहिले सुकै कि कहिले कता परेमा बस्छ छोप्दिनु पर्यो ल ल ल 40 सेकेन्ड भयो छोप्दैन क्या गाउँ चाहिँ यस्तो छ है यस्तो ऐतिहासिक दुर्लुङको थियो यो दुर्लुङ है यो दुर्लुङ गाइज छोप्छ कि छोप्दैन त्यो वहाँ चाहिँ भयो यता भयो भएको है यता भयो यस्तो पारल बसिया छ गाइज घरमा नै अब स्कुल आउन लागिसक्यो 15 गतेबाट तर भाइ छोप्न भाइ लुकिसक्यो त्यो है सर त्यहीँ छ तर छोप्छ कि छोप्दैन टक्क यहाँ बाजा बजाउँछ नि यो ठाउँमा है कति भयो अब कोदोको निम्रन भयो गोर्धन तल कोदो गोड्दैछन् म चाहिँ युज गरिनँ उहाँले दुर्लुङ गाउँ गाइस हेर्नुहोस् टक्क पानी पर्यो उताबाटै खडे नगइकन सम्पन्न चाहिँ गाइस अर्को भिडियो भेटौँला बाई बाई।